नमस्ते। फेरि पनि भ्याक्युम वर्ल्ड नेपालमा तपाईँहरूमा आज उपस्थित भएको छु म धरेन। भ्याक्युम वर्ल्ड नेपालले चाहिँ तपाईँहरूमा आज क्लिनिङ सम्बन्धी नयाँ नयाँ इक्विपमेन्टहरू, भ्याक्युम क्लिनरहरू, स्पेयर पार्ट्सहरू सँगसँगै भ्याक्युम क्लिनरमा हुने सबै समस्याहरू समाधान गर्नको लागि यस्तो भिडियोहरू राखेर आउँछौँ। र आज स्पेसल्ली अब एउटा नयाँ भ्याक्युम क्लिनरको बारे भन्न गइरहेको छु। धेरै कस्टमरहरूले भनिरहेछ अब मलाई चाहिँ ठुल्ठुलो भ्याक्युम क्लिनरहरू जस्तो यस्तोहरू भ्याक्युम क्लिनरहरू उचाल्न हेभी छ, ड्र्याग गर्न गाह्रो छ, अलिक पोर्टेबलवाला सजिलो इजी र सिम्पल भ्याक्युम गर्नको लागि छ कि भनेर सोधिराख्नु भएको छ र कस्तो खाली हुन्छ भनेर उहाँहरूको जिज्ञासालाई पुरा गर्नको लागि आज उपस्थित भएको छु। अहिले हामीले भ्याक्युम वर्ल्ड नेपालमा यो एकदम पोर्टेबल इजी एन्ड सिम्पल भ्याक्युम क्लिनर लिएर आएको छु। यसको बक्स चाहिँ यस्तो हुन्छ हैन, यो रेड की ब्रान्डको हो। यो चाहिँ तपाईँको डिअट्याच पनि गर्न मिल्छ, इजी एन्ड सिम्पल। अब यसलाई चाहिँ तपाईँको यो 3 पार्ट हुन्छ यस्तो एसेम्बल गर्ने बेला हैन। यो चाहिँ एकदम इजी छ, लाइट छ, जम्मा 3 केजीको हो, जसले पनि मजाले भ्याक्युम गर्न मिल्छ। अब नर्मली भ्याक्युम यस्तो भ्याक्युमहरूमा चाहिँ के गर्नु पर्यो भने तपाईँले ड्र्याग गरिराख्नु पर्यो। यो ड्र्याग गर्नु परेन, तपाईँले यो एसेम्बल गरिसकेपछि यस्तो हुन्छ, मजाले प्लग गरेर मजाले उठी बेन्ड पनि गर्नु परेन, मजाले भ्याक्युम गर्न मिल्छ। योलाई चाहिँ यो P5 हो। सबै ब्यागलेस मसिन हो, सबै एट्याचमेन्ट यहाँ जान्छ, सबै जति पनि धुलो भ्याक्युम गरेको बेला धुलो यहाँ जान्छ र इजी एन्ड सिम्पल चाहिँ एम्प्टी गर्नको लागि। अब यसलाई यसरी फ्लिप गरेर मजाले भ्याक्युम गर्नु मिल्यो, जता पनि इजिली हेर्नुहोस् हैन, मुभ गर्न। अनि सँगै अब तपाईँले चाहिँ कुना काप्चामा गर्नु पर्यो भने पनि यो मजाले निकाल्न मिल्छ, एडजस्ट गरेर यो यसो गरेर हेर्नुहोस् है। अनि यसमा चाहिँ तपाईँको एट्याचमेन्ट पनि आउँछ, यस्तो एट्याचमेन्ट आउँछ जसले तपाईँले मजाले राखेर कुना काप्चामा गर्न मिल्यो। अब यो यसलाई चाहिँ इजिली यसरी माथि लगे पनि भयो, भुइँमा यसरी जहाँ पनि गर्न मिल्यो। सँगै तपाईँको गाडीमा सफा गर्नको लागि, स्लाइडिङ डोरहरूमा गर्नको लागि पनि यो रड निकाल्न मिल्यो, रड निकालेर मजाले यसरी भ्याक्युम गर्न मिल्यो। हेर्नुहोस्, इजी एन्ड सिम्पल, ब्यागमा पनि राखेर जता पनि लग्न मिल्छ, तपाईँले इजिली भ्याक्युम गर्न सक्नुहुन्छ। धेरै धेरै लाइट छ र यसलाई चाहिँ सफा गर्नको लागि मोस्टली एकदम इम्पोर्टेन्ट ब्यागलेसमा चाहिँ यो फिल्टर हो। यो चाहिँ यसरी गरेर एम्प्टी गरेर यहाँबाट पनि एम्प्टी गर्न मिल्यो, सँगै यहाँ प्रेस गरेर यो निकाल्न मिल्यो। र सबभन्दा इम्पोर्टेन्ट भनेको यो फिल्टर हो, जुन चाहिँ हामीले चाहिँ सफा गरिराख्नुपर्छ। जति पनि धुलो यहाँ भित्र यसलाई चाहिँ टकटक्याएर जति यो राम्रो भयो त्यति यो भ्याक्युम लङ टर्म टिक्छ र सक्सन पनि स्ट्रङ भइरहन्छ। यति नै हो, खासै केही गाह्रो पनि छैन, इजी एन्ड लाइट छ, धेरै मेहनती होइन, जसले पनि गर्न सक्नुहुन्छ। नयाँ वर्षको अफर छ यो, त्यसले गर्दा प्लिज हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। भ्याक्युम वर्ल्ड नेपाल 9810383984 र यसको बारे अझ जानकारी गर्नको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। र यदि इन्ट्रेस्ट हुनुहुन्छ भने तपाईँ पसलमा पनि आउन सक्नुहुन्छ, हामीलाई फोन गरेर अर्डर पनि गर्न सक्नुहुनेछ। थ्याङ्क यू भेरी मच।